जय मसीह। अनि आजको यो बिहानीको घडी म आज हजुरहरूको माझमा भजन सङ्ग्रह 23बाट 23को 1देखिको 6को खण्डलाई जुन चाहिँ मैले मनन गरेँ, जुन कुरालाई मैले मेरो जीवनमा अप्लाई गरिरहेको छु, अनि हामी सँगै मिलेर चाहिँ नि यो वचनलाई मनन गरौँ। अनि योशुलाई पनि परमप्रभुले यही भन्नुभएको छ, व्यवस्थाको यो पुस्तक चाहिँ तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु, त्यसमा लेखेका सबै कुरा चाहिँ होसियार साथ पालन गर्नु, र त जहीँ गए पनि तैँले सफलता पाउँछस् र उन्नति गर्छस् भनिकन प्रभुको वचनले भन्नुभएको छ। त्यसै कारण प्रभुको वचन घन हो है, परमेश्वरको वचन चाहिँ ज्योति हो, परमेश्वरको वचन चाहिँ आगो हो, परमेश्वरको वचन झरी हो, परमेश्वरको वचन चाहिँ हाम्रो लागि जीवनको रोटी हो। सो एभ्री डे हामीले परमेश्वरको वचनलाई मनन गर्नुपर्छ, दिन अनि रात। हामीले परमेश्वरको वचनलाई जब मनन गर्छौँ अनि हामीलाई हाम्रो बाटोको निम्ति उज्यालो, हाम्रो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हुन्छ। प्रभुको वचनले हामीलाई त्यही भन्नुभएको छ। अनि भजन सङ्ग्रह म 23लाई आज हजुरहरूको माझमा म भनेर सुनाउने छु है त। भजन सङ्ग्रह 23 1 नम्बरमा लेखिएको छ, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। 2 नम्बरमा, उहाँले मलाई हरियो खड्कमा लेटाउनुहुन्छ र उहाँले मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। 3 नम्बर, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ र उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। 4 नम्बर, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ र तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छन्। 5 नम्बर, मेरा शत्रुहरूको सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ र मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ र मेरो कचौरो भरिएर पोखिन्छ। 6 नम्बर, निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। आमेन। यो वचन पढ्दा पढ्दा सुन्दा सुन्दा हाम्रो कानहरू खोलिएको होस्, हाम्रो आँखाहरू खोलिएको होस्, हाम्रो हृदयमा परमेश्वरको वचन ठहरिन थालेको होस्। अनि यो वचन पढ्दै गर्दा हरेक व्यक्तिहरूमा त्यो परमेश्वरको भोक अनि त्यो परमेश्वरको वचनको तृष्णा चाहिँ अझै बढेर गएको होस्। अनि परमप्रभुको शालोम अनि जय मसीह।